हेलो सबैजनालाई मैले आज भिडियो किन स्टार्ट गर्दैछु भने मैले चाहिँ अस्तिदेखि भिडियोहरू लगाउँदै नि त पर्खालको कामहरू यस्तो यताउति भनेर तर आज चाहिँ अनि फाइनली पुरै कम्प्लिट भयो कि आजदेखि चाहिँ पर्खालको अब पर्खाल लाउनु पर्दैन पुरै कम्प्लिट भयो त्यही भएर मैले भिडियो लिँदैछु म देखाउँछु सबैजनालाई यहाँ यस्तो भइरहेछ अब बाँकी रहेको भनेको यहाँ माटो भर्नु बाँकी छ माटो भरेपछि चाहिँ सबै उयो गरेपछि भिडियो लिनु पर्यो सोचिरहेको थिएँ तर आज लास्ट डे हो त्यही भएर मैले लिएँ होइन यो माटो यहाँ भरिसकेपछि म एकचोटि भिडियो लिन्छु त्यसपछि यो भरिसकेपछि मात्र मैले फेरि भिडियोलाई मैले युट्युबमा लगाउँछु है त्यति बेला मात्र तपाईँले चाहिँ हेर्न पाउनुहुनेछ अहिले चाहिँ यो सबै सकियो म परसम्म देखाउँछु यो डल्लै सक्यो होइन अनि यो यस्तो यो चाहिँ हाम्रो सिडी यो चढ्ने हो आज सकिरहेछ सबै तर यो भिडियो मैले पछि मात्र लाउँछु ल यो सबै माटो भरेछ अनि मात्र सबै सकेपछि मात्र लगाउँछु यो आज लास्ट डे भनेर मात्र यत्रो दिनसम्म काम गर्नुभयो कस्तो लाग्यो तपाईँलाई हजुर मलाई एकदम खुसी लागिरहेछ किनभने यो हाम्रो चाहिँ है परमेश्वरको लागि हामी चाहिँ मामा दाजुहरूसँग गरेको हामी चाहिँ किनभने क्रिसको सेना हो त्यही भएर मलाई खुसी लागिरहेको छ हुन्छ जय मसी यस्तो छ मैले चाहिँ यो माटो जब भरिन्छ त्यसपछि मैले फेरि एकचोटि भिडियो लिन्छु त्यसपछि चाहिँ पुरै कम्प्लिट भयो हुन्छ अनि चाहिँ मैले यो भिडियोलाई मैले युट्युबमा पनि लगाउँछु होला अनि यता यस्तो यो सबै यस्तो यो यिनीहरू बनेको छ अहिले चाहिँ दामी भएको छ कि अनि हाम्रो बहिनीहरू कता हुनुहुन्छ बहिनीहरूलाई नि देखाउनु पर्यो लास्ट डे हेलो हेलो यो भिडियो तर अहिले आउँदैन ल मैले सबैलाई अहिले सुनाएको ओके प्लिज लाइक कमेन्ट अनि शेयर सब्स्क्राइब गरिदिनु होला म राम्रै छु अहिले विदाउट मेकअप भन्दा पनि मुख धोएको छैन त्यहाँबाट कस्तो नराम्रो देखेको छु म राम्रै छु अहिले विदाउट मेकअप भन्दा पनि मुख धोएको छैन त्यहाँबाट कस्तो नराम्रो देखेको छु हुन्छ दाजु तपाईँले के भन्न खोज्नु भएको यत्रो टाढा फोन गरेको छ परदेशमा गएर कति घरमा मायालाई छ भनेर तिमीलाई थाहा छ परदेशमा गएको मान्छेले कति घरमा मायालाई रूपको टुप्पामा बस्ने मान्छे त्यही राम्रोसँगले एकछिन यसो बुढोसँग फोन गर्दाखेरि राम्रो टाइम निकालेर फोन गर्नु पर्दैन बात गर्नु पर्दैन आफ्नो बुढोलाई फेरि माया लाग्दैन पैसाको मात्रै माया लागेर हुन्छ भन्नुभयो मैले कतै त्यो मसल टाल्न भनेको थियो मैले आफ्नो बुढोलाई अलिकति समय निकालेर हेलो गए फोन गर्दा राम्ररी मुखले फोन गर्न छैन पैसाको मात्रै रूप हेर्नेर हुँदैन बुढोको पनि रूप हेर्नुपर्छ क्या कस्तो कुरो गर्नुभयो अब घरमा बसेपछि यस्तै हो साथी हो बुढीहरूले चाहिँ पैसा चाहिँ माया गर्छ हामीलाई चाहिँ माया गर्दैन तर तपाईँहरूलाई चाहिँ माया गर्छ मलाई पनि माया गर्छ गर्नु त भाइ र अनि भाउजूले चाहिँ यहाँ सफा गर्नुहुँदैछ भोलिदेखि चाहिँ यो चलाउनु पर्दैन राम्रोसँग धोएर राख्नु होला टिलिके टल्काएर राख्नु होला यता चाहिँ काम नपाएर है यस्तो मामा काका पुरै सक्यो अब चाहिँ पुरै सक्यो अनि कि म मेरो छोरा देखाउँछु ल म तपाईँहरूलाई मेरो छोरा हेर्नु यस्तो खतरा भइरहेको छ कि एली यता हेर्नु त आमै अनि एदिन चाहिँ को हो यो मान्छे चाहिँ को हो बेसी काम गर्ने मान्छे हो तिमी बेसी काम गर्ने मान्छे हो अस्ति ढुङ्गा फुटाएको होइन ढुङ्गा फुटाएको होइन अनि आज त तिमी त गोरो भन्दा पल्लो छेउ भएको छ त तिमी वाल उठाएको नि एडिनले नि अनि तिम्रो नाम के अरे तिम्रो घर कहाँ हो कहाँ के खतरा हो एडिन चाहिँ अनि दूसरे ना दूसरे 1 month later
हेलो यति उठिसक्यो हाम्रो चाहिँ पर्खाल हाम्रो माथलापट्टिको पर्खाल यत्रो उठिसक्यो होइन अनि अलिक ठुलो छ अनि यहाँदेखि यहाँ परसम्म गर्नुपर्ने छ यिनीहरू डल्लै बसिरहेको छ मैले चाहिँ यहाँ पछाडि यतापट्टिको साइडको पर्खाल उठाइसकेपछि चाहिँ मैले त्यो तलपट्टिको नि गर्न चाहिँ गरिराखेको थिएँ मैले राखिरहेको छु त्यहीसँग जोडेर त्यहाँदेखि जोडेर अनि यस्तो लगाउने एकैचोटि मैले अनि यस्तो यस्तो तिमी हाँस्यो भने के हुन्छ अरे के भन नि तिम्रो कहानी भन नि त्यसको बारेमा स्माइल गर्छौ ब्लग हेर्ने केटी स्माइल गर्छौ पट्टिन्छ अरे बौला भएर फेरि चायवाला भाइ माउसी आफिका ह्यान्डसम भाइ हैन स्माइल गर्छौ अलवेज त्यस्तो स्माइलमा के अनि त्यो सुँगुरको थुथु नाच्दामा के अब टेलिग्राम भाउजी यो नानाथ म ठेकदारले सुनेर तिम्रो साथीहरुले हेर्छ अरे नबोल्ने मान्छे चाहिँ कस्तो हुन्छ मूर्ति हो त्यो मूर्ति हो लक्ष्मी प्रसाद देवकोटा बस्नु न जानु भयो के मजाले पुग्यो यति नै मैले यति नै भनेको थिएँ यति नै भनेको छ त्यताको नदान न होइन नि भाउजू मैले यति गीत गाइदिउँ बहिनी लु कस्तो त्यहाँ नाति डाँडामा भयो नि त स्वयं त देखिरहेछ नि मान्छे नै मामा अदी अनि जितेन भाइ उहाँले हुनुहुन्छ अनि हामी चाहिँ यसो हेल्पर अनि असार पसार गर्ने मसला बोक्ने है मिसन अस्ति तलपट्टि पर्खाल लाउँदा तिमी छुटेको थियो होइन अनि आज त भ्याए त यहाँ माथिल्लोपट्टि लाउँदा त कस्तो लागिरहेछ भन न एकदम मजा लाग्यो यता फर्केर भन अलि घाम चाहिँ तिनटा जति अलि त साउथ ल अनि ब्लगको नाम के छ त सास फेर्नु पनि अल्छी पो लाग्नु थाल्यो ओइ आज चाहिँ म जानु पाइनँ किनभने मेरो घरमा काम थियो है त्यही कारण अनि म चाहिँ गइनँ अनि तर यहाँ बहिनीहरू आउनुभएको थियो धरानदेखि अनि 3 जना बहिनीहरू आउनुभएको थियो अनि सधैँ अरू बेला आउने दाजुभाइ दिदीबहिनी सबैजना हुनुहुन्थ्यो है अनि उहाँहरूले काम गर्नुहुँदै थियो म चाहिँ एकछिन तल गएको थिएँ कि अनि मैले चाहिँ माथिदेखि यस्तो अनि लुकेर भिडियो बनाउँदै थिएँ अनि उहाँहरूले थाहा पाउनु भएन होला सायद थाहा पाउनु भएछ है भात हलाउनुहुँदैछ अनि आज दिन पनि अप्पर राम्रो भएको थियो शीतल दिन पनि थियो बिहान पानी पर्यो नि त त्यही भएर म चाहिँ जानु पाइनँ अनि काम हुँदैन होला भनेर म नि गइनँ अनि तर काम चाहिँ भएछ अनि त्यतिकै भयो अनि भोलिदेखि चाहिँ जानेछु तर भोलि चाहिँ म भिडियो गर्दिनँ होला सायद अब चाहिँ लास्ट जब सकिन्छ तब मात्र मैले भिडियो लगाउँछु किनभने मैले एउटै भिडियो लगाइबस्छु भने चाहिँ अब हेर्ने मान्छेले पनि कति अल्छी हुन्छ नि त एउटै भिडियो लगाइबस्छ भन्ने हुन्छ त्यही भएर म चाहिँ अब लास्ट हुन्छ त्यसपछि यो पर्खालहरू लगाइसकेर अनि त्यो खै तारहरू पनि लाउने गएर आउनु भएको छ अनि तिनीहरू सबै गरिसकेपछि मात्र मैले भिडियो एकचोटि लगाउँछु त्यति हो त्यति दिन सबैजनालाई जय मसी जय मसी जय मसी जय मसी विश्वदा जितेन भाइ
ल आशी जयमसी छ ल यो चाहिँ हाम्रो चर्च कम्पाउन्डको लागि हामीले वाल निर्माण सबै मण्डली अनि वरपरका हाम्रो भाइ बहिनीहरू सबैजना भेला भएर यसरी श्रमदान गरिरहेका छौँ। आज धेरै दिन भइसकेको छ यो चर्च हाम्रो घर सबै श्रमदानले नै हामी सकेका हौ। प्रभुलाई धेरै धेरै धन्यवाद। नाना जयमसी। र सबैजनालाई जयमसी जयमसी जयमसी। विश्व दा जितेन भाइ ल आशी जयमसी छ ल यो चाहिँ हाम्रो चर्च कम्पाउन्डको लागि हामीले वाल निर्माण सबै मण्डली अनि वरपरका हाम्रो भाइ बहिनीहरू सबैजना भेला भएर यसरी श्रमदान गरिरहेका छौँ। आज धेरै दिन भइसकेको छ यो चर्च हाम्रो घर सबै श्रमदानले नै हामी सकेका हौ। प्रभुलाई धेरै धेरै धन्यवाद। नाना जयमसी।